हाई गाइज, स्वागत छ मेरो भ्लगमा आफ्टर लङ टाइम है। लङ टाइम पछि भ्लग बनाउँदैछु। कस्तो देखिरहेछ, कपाल हल्का लामो भइरहेछ, हेडबिन लगाएको छु, मेरो होइन, खै कसको थाहा छैन। यहाँनिर मेरो एउटा भान्जा छ, कान्छा, यहाँ पढ्दै छ होइन। यहाँनिर छ अनिस रम्देल, मेरो स्टुडेन्ट, ट्युसन स्टुडेन्ट। मेरो ट्युसनको पैसा दिन आएको, पैसा गन्दैछ होला, हामी फोन पो झिक्दै रहेछ। चुना लगाया र गाइस अहिले चाहिँ हामी यसो बाटोतिर घुम्न निस्किँदैछौँ होइन। हाम्रो घर छेउमा मदन भण्डारी लोकमार्ग बन्दैछ नि त, सो हामी त्यसकै यसो भिजिटमा निस्किँदैछौँ। यो हात्ती मलाई देखेपछि आउँदैन भाइ। यो अगाडिको सिन हो, हामी यो अगाडिको बाटोमा जान्छौँ, यसो घुम्छौँ, हेर्छौँ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला गाइजहरू। गाइजहरू यहाँ देख्न सक्नुहुन्छ, बाँसघारी जङ्गलको फेदमा बाँसघारीमा पुरा आगो लागि भएको थियो, ठिक पनि भइसक्यो। तपाईँलाई म हाम्रो गाउँ देखाउँदैछु क्या, के देखाएको होला भन्नुहुन्छ होला। गाउँ देखाएको, यो बाँसघारी हो, यो खेत हो, यो पोल हो, मेरो भान्जा पर्जल हो, यो अर्को भान्जा कान्छा हो। तिम्रो नाम के अरे कान्छा? निमेश श्रेष्ठ। अर्को पर्जलको नाम के अरे? ए पर्जल हिरो, पढ्नमा 0। ल्या तिमीले त ट्युसन पैसा नदिन गयो त। ओए कहाँ भागेको? पैसा त दिएर जा। र म तपाईँहरूलाई अब खोला देखाउन आँटिरहेको छु। खोला छ तर खोलामा पानी छैन। खोलाको नाम हो राते खोला। यो खोला हो, खोलामा पानी छैन। यो खोलाको ड्याम हो, यता खोला हो। यो मिनी माउन्टेन हो, आर्टिफिसियल माउन्टेन। र यो देखेको बाटो भनेको मदन भण्डारी हाइवे। यो मेरो ट्युसन स्टुडेन्टले चाहिँ ट्युसनको पैसा दिएर गएको छ। कति दियो त्यो पनि थाहा छैन, त्यत्तिकै दिएर भागेको छ। कसको दियो त्यो पनि थाहा छैन, त्यत्तिकै दिएर भागो, एकमुठी पैसा दिएर भागो। र यो चाहिँ मदन भण्डारी हाइवे हो। यो हाइवे यति ठुलो छ कि मेरो भविष्यभन्दा पनि ठुलो छ। यतापट्टि 40 फिट चौडाइ भएको रातो माटो हालेर बाटो फिल गरिसकेको छ, सम्म पारिसकेको छ। दिन्छु नि त अहिले, एकछिन पैसा चुप लाग न। र यतापट्टि चाहिँ खोला छ, यतापट्टि बाटो छ, यतापट्टि बारी छ, खेत, यहाँ जङ्गल छ, यतापट्टि जङ्गलै छ। जङ्गलको बिचमा अब बाटो चिरेर जान्छ। दुईवटा कुकुरहरू मेरो छेउमा भोकिरहेको छ, अगाडि हिँडेर तिमीहरू चुप्पा लागेर। भान्जाहरू चाहिँ अब यहाँनिर मिनी माउन्टेन एक्सप्लोर गर्न चढ्न आँटिरहेका छन्। त्यहाँ लडेर केही भयो भने चाहिँ जान्दिनँ म। खतरा आउने खतरा। ओए कान्छा आउलु, त्यहाँ टपमा पुग्ने अनि फर्केर आउने। यत्रो अग्लो छ नि त। लु ओर्ला जाउँ, पर जाउँ, ओर्ला। लु भयो, अब हामी आगे चल्ते हे। हामी चाहिँ हाइवे बाटो हिँड्दैछौँ। छैन हौ, बाटो हिँड्दैछौँ। बाटो अलिक माथिसम्म गएर टुङ्गिएको छ र त्यो बाटो पछि जङ्गलको बिचबाट हुँदै साधुटार जोडिन्छ हाइवे। नचलिकन आउनु हौ। र हेलो गाइज, हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगेको छौँ। तपाईँहरूलाई म एउटा कुरा देखाउन आँटिरहेको छु, जुन देखेर म पनि छक्क त परिनँ, किनकि मलाई थाहा थियो त्यो कुरा यहाँ छ भनेर। आई वुड लाइक टु सो यु त्यो कुरा के भनेर। यहाँनिर के छ भने यहाँ हात्तीको छाप छ क्या। हात्तीको के भन्छ, पाइला। हात्तीको छाप होइन, हात्तीको न बोल न। र म तपाईँहरूलाई देखाउन गइरहेको छु, जुन देख्नु भएको छ यो चाहिँ हात्तीको पाइला हो। यहाँ पनि रहेछ, यहाँ पनि छ, यहाँ पनि छ पाइला, यहाँ पनि छ। यहाँ चाहिँ हिजो हो कि अस्ति बिहानै हात्ती आएको थियो क्या, त्यही भएर हात्तीको पाइला हो यो चाहिँ। र हामी हाम्रो डेस्टिनेसन आइपुगिसकेका छौँ र अहिले चाहिँ हामी मदन भण्डारी हाइवेमा छौँ। र यहाँदेखि पछाडि चाहिँ जुन बाटो छ त्यो बाटो हिँड्दै आएको हामी। र अगाडि चाहिँ जे छ
त्यो केही नै छैन, सिर्फ जङ्गल छ, बाटै छैन क्या। र त्यही जङ्गलको बिचबाट पछि बाटो बन्ने हो। द्याट लुक्स लाइक दिस। यो जुन डाँडा छ, यो डाँडाहरू, यो डाँडा बिचबाट कताबाट होइन जङ्गल काटेर हाइवे बन्छ, मदन भण्डारी हाइवे। अहिले चाहिँ छैन, अहिले चाहिँ यहाँसम्म मात्रै बनेको छ बाटो, ट्र्याक खुलेको छ। अब यहाँदेखि बन्छ। के खोजेको? के को छाप? त्यो मान्छे छाप त भइहाल्छ नि, मान्छेहरू आउँछन् डुल्छन् हेर्छन्, त्यो मान्छेको छाप भयो। ल तिमी हात्तीको छाप फेरि फेला पार त। कहाँ छ हात्तीको छाप? त्यहाँ पनि छ, उता पनि। र हाम्रो ब्लग चाहिँ यहीँसम्म हो गाइजहरू। त यहाँसम्म हेरेर साथ दिनुभएको धेरै धेरै धन्यवाद। र आउने दिनहरूमा पनि भिडियोहरू आउनेछ, सब्सक्राइब गरेर साथ दिनु होला। स्टे ट्युन गाइज। ओके, थ्याङ्क यू, बाई बाई।